हजुरहरूले पनि यो महसुस गर्नुहुन्छ होला, सबैभन्दा यो कम्प्लेक्स नेटवर्क भनेको हाम्रो यो पर्सनल नेटवर्क हुन्छ। यो संसारमा अरू जुनैसुकै नेटवर्क भए पनि हामी कनेक्ट र डिस्कनेक्ट हुन सक्छौँ। तर यो पर्सनल वा फ्यामिली नेटवर्क भनेको नि यस्तो कुरा हो जुन हामी चाहेर पनि डिस्कनेक्ट हुन सक्दैनौँ। यदि हामीले यो चाहेको राम्रो फ्यामिली नेटवर्क पायौँ भने हाम्रो जीवन सहज हुनलाई चाहिँ एकदमै बढी मोटिभेट र अगाडि बढ्नलाई चाहिँ धेरै निकै सहज हुन्छ। तर यदि हाम्रो यो नेटवर्क चाहिँ अब बाई बर्थ नै अब यो फ्यामिली नेटवर्क चाहिँ अलि अप्ठ्यारो भयो भने चाहिँ आफूले अगाडि बढ्नलाई पनि धेरै अप्ठ्यारो हुन्छ र यो चाहेर पनि डिस्कनेक्ट गर्न धेरै नै गाह्रो हुन्छ। र यो फ्यामिली नेटवर्कको ब्याड इम्प्याक्ट चाहिँ एलन मस्कलाई पनि परेको उहाँले भन्नुभएको छ। अब यहाँ एलन मस्कको कुरा गर्दा चाहिँ उहाँको पर्सनल नेटवर्कमा बुवासँग त्यति राम्रो रिलेसन नभएको जस्तो देखिन्छ, जसको कारणले गर्दाखेरि त्यो कुराले उहाँलाई हिट गरिरहेको हुन्छ। अब फ्यामिलीमा समस्या चाहिँ संसारको धनी मान्छेको घरमा पनि आउँदो रहेछ। त्यसैले फ्यामिलीकै बाहना बनाएर चाहिँ आफ्नो लाइफमा चाहिँ अगाडि बढ्नबाट चाहिँ पछि पर्न नहुँदो रहेछ भन्ने कुरा चाहिँ यो किताबले चाहिँ सिकाउँदैछ। के लाग्छ त तपाईँलाई, हजुरलाई यस विचारमा चाहिँ कृपया कमेन्ट गर्न नबिर्सिनु होला।